रहस्य अन्धकार पारेर 34 वर्ष देशको ढुकुटीलाई टाकुन टाक पार्नेहरूलाई बिर्सन्नौ, 1 इन्च पनि बिर्सन्नौ। उद्योग कल कारखाना बन्द गर्नेहरूलाई बिर्सन्नौ, खाडीमा युवा लखेट्नेलाई बिर्सन्नौ, बिर्सदैनौ। न्याय र सुशासन माग्दा संसद भवन अगाडि ढलेका भाइ बहिनीहरूको रगतको एक थोपा बिर्सन्नौ, एक थोपा बिर्सन्नौ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो शोभायात्राका लागि योभन्दा अघिल्लो चुनावमा पनि हामीले केही कोसिस गरेका थियौँ। हामीले 21 जना साथीहरू लिएर गयौँ, हामीलाई पुगेन। सुशासनको एजेन्डा अगाडि बढाउन र कुशासनको युगलाई अन्त्य गर्नको निमित्त हामीलाई होनहार साथीहरू चाहिएको छ। यतिखेर मसँग उभिएको साथी उत्तम पौडेल सुशासनको यात्रामा जति दुःख पर्दा पनि सँगै उभिएको मेरो साथी सहयात्री उत्तम पौडेललाई यसपटक संसद लैजानुपर्छ। र यो आवाज सङ्घीय संसदबाट गुन्जिनेछ र मलाई विश्वास छ न्यायको नयाँ अध्याय सुरु हुनेछ, विकासको नयाँ अध्याय सुरु हुनेछ र हामीलाई यो देशलाई वर्षौंसम्म राखिएको, कैद बनाएर राखिएको देशलाई नै कैदी बनाएको हुनाले देशलाई कैद मुक्त गरिनेछ। मलाई उत्तम पौडेल चाहिएको छ। तर म तपाईँको आँखामा हेरिरहेको छु। म तपाईँहरूको आँखामा हेरिरहेको छु। तपाईँहरूको आँखाले बताइरहेको छ कि यो देशमा परिवर्तन हुँदैछ। 21 गते याद गर्नु होला। 21 गते इतिहास लेख्ने दिन हो। इतिहास कागज कलम सबै तयार छ, मात्र तपाईँको हातले सही ठाउँमा भोट हाल्नुपर्छ। हामी तयार छौँ। म भन्दै आएको एउटा कुरा दोहोऱ्याउन चाहन्छु, यो महाभारत हो। महाभारत यहाँ यसपटक सुशासन र कुशासन बीचको लडाईँको वार पार हुनेछ। आज म यति नै भन्न चाहन्छु। घाँटी पनि बसिसकेको छ, तर पनि यति कुरा भनेर बिदा हुन्छु कि आउने निर्वाचनसम्मका लागि तपाईँहरूले अब ध्यान दिनुपर्ने कुराहरू छन्। यहाँ भोट बाँड्न पाइँदैन। र अर्को एउटा महत्त्वपूर्ण कुरा तपाईँलाई भन्नुपर्ने छ। मैले साथीहरू एउटा महत्त्वपूर्ण कुरा मैले भन्नै पर्ने छ, सुन्नु होला है। धेरै महत्त्वपूर्ण कुरा भन्न आइरहेको छु म। भूमिहीन सुकुम्बासीको नाममा भएको राजनीतिलाई यसपटक अन्त्य गर्ने हो। समस्या भत्काउने हो, सुकुम्बासीको घर भत्काउने होइन। समस्या भत्काउने हो। सुकुम्बासी र भूमिहीनका नाममा यिनीहरूले वर्षौंसम्म आफूलाई भोट बैंक बनाएर तपाईँहरूमाथि गरेको अन्याय र अत्याचार अब एकैपटक बहुमतको सरकार ल्याएर समापन गर्ने हो। त्यो एजेन्डा होइन। यसलाई म तपाईँलाई बताउन चाहन्छु, विज्ञ मानिसहरू राखेर हामी यसलाई सभाका लागि समाधान गर्नेछौँ। म यति कुरा तपाईँलाई बताउन चाहन्छु र फेरि चुनावी सभामा पक्कै पनि आउनेछु। मलाई यति माया गरेर यहाँ साथ दिनुभयो, म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई। चुनावी कार्यक्रमका लागि आउनेछु। अहिलेसम्मका लागि यहाँ साथ दिनुभएकोमा अहिले मात्र होइन, हिजो आन्दोलनमा पनि साथ दिनुभयो, त्यो सबै चिजका लागि हस्ताक्षर लगायत सबै क्रियाका लागि यहाँहरू सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। जय देश, जय गन्ती। एउटा सानो कुरा भनिहाल्छु यहाँलाई। देशलाई उज्यालो 21 गते हो। 21 गते उज्यालो दिनुभन्दा अगाडि एडभान्समा मोबाइलको लाइट बालेर एउटा उज्यालो यहाँबाट सुरु गरौँ। मोबाइलको लाइटबाट सुरु गरौँ एउटा उज्यालो। यो सङ्केत हो। सबैले बाल्नु होला उज्यालो। सबैले बाल्नु होला उज्यालो। यो उज्यालो हामी उज्यालो खोजिरहेका छौँ।
Ravi Dai! 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 Ravi Dai!